Hello, this is me Amrit Bartha, your English teacher. First of all, I would like to welcome on my YouTube channel, Enjoy English with Amrit One. विद्यार्थी भाइहरू आज म तपाईहरुलाई आर्टिकल सम्बन्धी प्रश्नहरू लिएर आएको छु। मैले पार्ट 1, पार्ट 2, पार्ट 3 अलरेडी अपलोड गरिसकेको छु र तपाईले आज प्र्याक्टिस अफ आर्टिकल अन्तर्गत पार्ट 4 लिएर आएको छु र यो अभ्यासमा तपाईहरु सहभागी हुनुभन्दा पहिले प्लिज तपाईले आर्टिकल कसरी प्रयोग गरिन्छ, आर्टिकलका रुलहरू तपाईले जान्न जरुरी छ। त्यसको दुईवटा भिडियोहरू मैले अपलोड गरिसकेको छु। त्यसलाई राम्रोसँग चाहिँ अध्ययन गर्नु होला, हेर्नु होला। अनि तपाईले यिनी अभ्यासहरूलाई पनि राम्रोसँग हेर्नुभयो भने तपाईले एक्जाममा राम्रो मार्क्स सिक्न गर्न सक्नुहुनेछ। र अब भने म विषयवस्तुमा एकदमै प्रवेश गर्न चाहन्छु। प्लिज all students are humbly requested to pay attention on the subject matter from very beginning to end. Please. Number 1, she lives in England. Which part of the UK? A and the no article. है हाम्रो करेक्ट आन्सर के हुन्छ? द। युनाइटेड किङडम धेरै राज्यहरूको मिलेर एउटा राज्यको नाम बनेको छ भने त्यो संयुक्त नामको अगाडि हामीले के प्रयोग गर्ने गर्छौं? द। है युके भनेको युनाइटेड किङडम, जहाँ 4 वटा राज्यहरू मिलेर अहिले तत्काल चाहिँ है 4 वटा राज्य मिलेर बनेको देखिन्छ। इट इज द 1000 रुपी नोट। है हाम्रो 1 हेर्नुस् त, यहाँ भवेल साउन्ड नभए तापनि यहाँ व ओ र ल ओ व कन्सोनेन्ट साउन्ड छ। कन्सोनेन्ट साउन्ड भएको कारणले हामीले के प्रयोग गर्छौं? माई सिस्टर इज वर्किङ इन द किचन। है हाम्रो ए एन्ड द नथिङ यहाँ के प्रयोग हुन्छ? त। घरको विभिन्न भागहरू पार्ट्सको नाम दिएको छ भने त्यसको अगाडि हामीले द प्रयोग गर्नुपर्छ। द कुकु इज अ लेजी बर्ड। है कुकु इज अ लेजी बर्ड। ओके हौ भनेपछि हाम्रो सिम्पली यहाँ ए एन्ड द नथिङ है हाम्रो चाहिँ यहाँ कुकु है यो चाहिँ हाम्रो के रे कन्सोनेन्ट साउन्ड भएको कारणले गर्दा हाम्रो के हुन्छ? है अ। द एप्पल्स इन योर गार्डन आर राइप। है ए एन्ड द नथिङ हाम्रो के हुन्छ? द। किनभने यहाँ चाहिँ यो एकदमै किटान गरेको छ। है त्यो एप्पलहरु पनि कस्तो एप्पल रे भन्दाखेरि तपाईको बगैँचाको एप्पलहरु एकदम किटान गरेको कारणले गर्दा हामी यहाँ द प्रयोग गर्छौं। द गुरुङज लिभ इन गण्डकी रिजन। है यो गण्डकी रिजन हो। यहाँ हाम्रो थोरै चाहिँ टाइपिङ गर्दै गर्दा चाहिँ मिस्टेक भएको रहेछ। गण्डकी रिजन हो भनेपछि हाम्रो ए एन्ड द नथिङ है हाम्रो गुरुङज यो हाम्रो कुनै पनि रेसलाई बुझाउने शब्दहरू, नेसनालिटी बुझाउने शब्दहरू विशेष गरेर चाहिँ बहुवचनमा आयो भने त्यसको अगाडि हामीले द प्रयोग गर्नुपर्छ। है गुरुङ्स, मगर्स, ब्राह्मिन्स है द भनेर अगाडि द। द राइनो इज द ओन हर्न एनिमल। है यहाँ भव्य लेटर आइटा पनि कन्सोनेन्ट साउन्ड भएको कारणले अ है वन हर्न एनिमल भनेर राखे। और नेक्स्ट वान छ द टेबल इज मेड अफ द वुड। है यहाँ चाहिँ हाम्रो नथिङ है केही पनि प्रयोग हुँदैन किनभने जनरल सेन्समा आएको छ। है काठबाट बनिएको मटेरियलहरु है यसको जनरल सेन्समा आएको कारणले गर्दा हाम्रो यहाँ के हुन्छ? नथिङ है मेड अफ वुड। दिस इज द बुक आई लाइक मोस्ट। है ए एन्ड द नथिङ हाम्रो के प्रयोग हुन्छ? द। ओके है यो चाहिँ हाम्रो यहाँ एकदम किटान गरेर मलाई मन परेको किताब यही नै हो, किटान गरेर आएको छ। द्याट्स वाट है यो तपाईको चाहिँ नि यसको अगाडि हाम्रो के हुन्छ? द। यु वोन्ट लाइक दैट रेस्टुरेन्ट द फुड इज अन द भेरी गुड देयर। ओके है भन्नाले हुन त सामान्यतया हामीले यहाँ फुडको नाम दिएको छैन है, त्यहाँको खाना राम्रो छैन, त्यो कुनै रेस्टुरेन्टको पर्टिकुलर खानालाई इन्डिकेट गर्ने भएको कारणले है हाम्रो चाहिँ फुड हुन्छ। द फुड इज नट इजन्ट भेरी गुड देयर। जेरी वर्क्स इन एन अफिस इन द सेन्टर अफ द लन्डन। है सरी अफ लन्डन भनेपछि हाम्रो है यो मिडल सेन्टर भन्ने शब्दसँग हामी पर्टिकुलर टोकेको कारणले किटान गरेको कारणले यसको अगाडि हामी के प्रयोग गर्छौं? त। इन द सेन्टर अफ लन्डन। जमैका इज एन आइल्यान्ड इन द क्यारिबियन सी। है हाम्रो के को प्रयोग हुन्छ? द। है
ए किन द हुन्छ भने तपाईँ समुद्र है, महासागर, समुद्र, नदीको नामको अगाडि हामीले के प्रयोग गर्नुपर्छ? द। आई हेभ द aunt इन दिल्ली एन्ड अ फ्यु अदर रिलेटिभ्स इन मद्रास है। है aunt है हाम्रो भविल साउन्ड, aunt भविल साउन्ड, त्यसले हाम्रो आइन प्रयोग हुन्छ। द म्यान वेन्ट टु द प्रिजन बिकज ही ह्याड किल 2 men है, हाम्रो नो आर्टिकल यो जनरल सेन्समा चाहिँ प्रयोग भएको छ है। र अर्कोतिर चाहिँ पर्टिकुलर यो प्रिजनमा, जेलमा चाहिँ है जाने भन्ने सेन्स भएको कारणले गर्दा टुको पछाडि हामी सिधै पर्टिकुलर ठाउँ, व्यक्ति चाहिँ हामी प्रयोग गर्ने गर्छौँ है, बिचमा चाहिँ हाम्रो आर्टिकल प्रयोग हुँदैन। द अदर पिपल इन योर कम्युनिटी आर भेरी जेन्टल है। पिपल मान्छे, कहाँको मान्छे भन्दा तपाईँको कम्युनिटीको मान्छे भनेर, पर्टिकुलर है तपाईँको समुदायको मान्छे भनेर एकदमै किटान गरेको कारणले गर्दा, टोकेको कारणले गर्दा यहाँ हामीले के प्रयोग गर्ने गर्छौँ भन्दाखेरि द पिपल इन योर कम्युनिटी आर भेरी जेन्टल। तपाईँको समुदायमा भएका मान्छेहरू असाध्यै के छन्? जेन्टल छन्। द्याट इज द सर्ट आई बट एस्टरडे एन्ड द है हाम्रो के हुन्छ? त। किनकि यहाँ हामीले किटान गरेको छ कि है, द्याट इज द सर्ट, त्यो यो नै सर्ट हो जुन मैले हिजो किनेको, दादीका सर्ट क्लेम गरेको छ है, निश्चित किटान गरेको छ। द लिस्ट फेभरेबल सब्जेक्ट फ्रम मी इज म्याथ है, यो हाम्रो सुपरलेटिभ डिग्रीमा छ, मोस्ट लिस्ट है। र एडजेक्टिभको पछाडि इएसटी लाग्यो भने त्यो सुपरलेटिभ डिग्री हुन्छ, र सुपरलेटिभ डिग्रीको अगाडि हामी के प्रयोग गर्नुपर्छ? द है, द लिस्ट फेभरेबल भनेर तपाईँहरूले सुपरलेटिभ डिग्री भएको कारणले यहाँ हामी के प्रयोग गर्छौँ? द। हाम्रो नेक्स्ट वानमा छ आई रेस्पेक्ट द अनेस्ट पर्सन, ए एन्ड नो आर्टिकल। यहाँ हाम्रो नो आर्टिकल, किनकि अनेस्ट, यो अनेस्ट पर्सन मात्र भइदिए भए है एन्ड अनेस्ट पर्सन हुन्थ्यो, तर हाम्रो यो जनरल सेन्समा प्रयोग गरेको छ, मैले इमान्दार मान्छेहरूलाई सम्मान गर्छु भनेर, यो जनरल सबै साझा है मा प्रयोग गरेको, कुनै किटान नगरेको समग्रमा चाहिँ नि बुझाएको कारणले गर्दा यहाँ चाहिँ हामी कुनै पनि आर्टिकल प्रयोग गर्दैनौँ है। आई रेस्पेक्ट अनेस्ट पर्सन्स। Being the union leader, he is going to tackle the issue है। युनियन, यु भव्य लेदर भए तापनि यु य है, य र यको कुखु मात्र लगाएर यु हुन्छ, युनियन भन्नाले भवेल साउन्ड, सरी कन्सोनेन्ट साउन्ड, भव्य लेटर छ तर हाम्रो यहाँ कन्सोनेन्ट साउन्ड भएको कारणले के प्रयोग गर्छौँ? हिज फ्लाइट लिप्स फ्रम द गेट 18 है, ऊ चाहिँ गेट 18बाट उड्छ है भन्ने बित्तिकै त्यो गेट 18 भनेर किटान गरेको कारणले गर्दा हामीले के प्रयोग गर्छौँ? द प्रयोग गर्छौँ। यसरी विद्यार्थी भाइ बहिनी, तपाईँले चाहिँ नि आर्टिकलको करेक्ट आन्सरहरू सिलेक्सन गर्दै गर्दा फर्स्ट अफ अल रिमेम्बर द रुल्स एन्ड रेगुलेसन, एन्ड अन द बेसिस of the rules and regulation, try your best to choose the correct answer. If you do so, I can especially claim that you can secure the best mark in the examination. Thank you so much you all students. र म फेरि अन्तिममा जाँदै गर्दा तपाईँले भने कि यदि तपाईँ विद्यार्थी भाइ बहिनीहरू मेरो युट्युब च्यानल इन्जोय इङ्ग्लिस विथ अमृत वानलाई लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नुभएको छैन भने प्लिज लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नुहोला, र नजिकै रहेको चाहिँ तपाईँको बेल आइकनलाई पनि तपाईँले दबाउनु होला। यसो गर्नुभयो भने मात्र मैले तीव्र दरमा अपलोड गरिराखेका भिडियोहरू तपाईँ कहाँ आउनेछन्, र स्वतः है तपाईँ घरमै बसेर है इङ्ग्लिसका सबै मतलब चाहिँ नि ग्रामर, मतलब चाहिँ नि आन्सर क्वेसनहरू भयो, फ्री राइटिङ, गाइडेड राइटिङ, सम्पूर्ण कुराहरू सजिलै हेर्न सक्नुहुनेछ, बुझ्न सक्नुहुनेछ, र परीक्षामा बेस्ट मार्क सेक्युर गर्न सक्नुहुनेछ भन्दै म बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच, बाई एभ्री वान।